चिकन सुकुटी यताको यस्तै हुन्छ अब नबुझ्नेलाई के भन्ने मिठो लाग्यो त्यसरी यसको कति हो खै यसो त मलाई थाहा छैन त्योभन्दा क्वान्टिटी पनि अलि भयो आलुले खानु न मासुले खानु नगर्नु सुगर चाहिँ मैले फर्स्ट टाइम होइन यहाँ कोही पनि खाएको थियो तर फेरि यो चिजलाई महँगो परे पनि महँगो पर्ने नि हो कि टाइम लाग्छ नि त यार यस्तो हार्ड हुन पनि त होइन त्यो टाइमको पनि भ्यालु हुन्छ नि सबै कुरा चाहिँ अलिक हो कि ओभर रेटेड हुन्छ नि सबैभन्दा मिठो चटनी ठुक्क पिरो हो नि बराबर यस्तो हार्ड छ नि सुकुटीको क्वालिटी फेरि हार्डनेसमा हुन्छ कि कति हार्ड बानिया घाटो पनि यो हिलोवाला खाने नि हिलोवाला त्यहाँ रास्ता खाने त्यसमा खाने त्यहाँबाट खाने भ्लगमा खा नसिन भातै खा हिलोवाला आएर गोरसिङबाट भित्र छिर्छन् कि तिनीहरू त्यहाँ उतिबाट फेरि फर्केर दाङले पश्चिम लाग्छन् कि पहिला धेरै जसो त तल त्यो पासाको खाजा गरेर थियो कि पासाको भन्ने त्यो साथीहरू लान्छ माथि त्यहाँ खान्थ्यो यहाँ फेरि अब कुडी खेलतिर बाबाहरू हेर्नुहुन्छ भन्दा कि यति डराइ खान्थ्यो नि त्यो खाएको स्वादकै हुन्थ्यो नि त्यति बेला म त ऊ खानु मन लाग्यो कि सुकुटी र भात क्या चाउले खान्छ यताको कन्टर छैन सुकुटी र भातको छैन चितवनतिर रहेछ क्या चितवनतिर त वाइल्ड छ नि फुलको पाउँछ तास त्यहीँबाट छ मटन तास बिरयानी बिरयानी त पुतुलमा पनि छोडेर खायो हैदराबाद चलेर चाहिँ बिरयानी चाहिँ हैदराबादी दम बिरयानी हो कि के भन्छ नि त
बिरयानी त हैदराबादबाट चल्यो पहिला पहिला राजाको ठाउँ हो नि त हैदराबाद सो आएको पनि त यो मुगल भन्ने खानदानबाट हो क्या बिरयानी अरू केही होइन पछिको टाइममा बिरयानी खुब चल्यो र तर वाइल्ड अल्छी मान्छेले बनाएको अरे बिरयानी भन्न खोजेको हुन्छ एउटै त हो खिचडी छ नि किन दाल भात छुट्टी पकाउने यसमा पकायो भनेर बनेको अरे त्यसरी त्यो रणवीर बरारहरूको भिडियोहरू हुन्छ युट्युबमा इन्डियाको सेफ त्यसले भन्छ कि कहानी बनाएको फुडमा चाहिँ त्यसको फुडभन्दा पहिला कहानी भन्छ कि त्यसले त्यहाँ पिज्जा भनेको गरिबुरको खाना हो त्यो थाहा किनभने रोटीमा चिज राखिदियो पुग्छ यिनीहरूलाई भन्दा चाहिँ एक दिएको हो कि अहिले अब सिस्नोको भ्यालु बढ्यो जस्तो छ मिठो कस्मिनले हात राख्छ यो ठाउँमा ठिक छ बढी एक्सपेक्टेसन गरेर चाहिँ आउनुहुन्न टेस्ट त लाजवाब छ क्वान्टिटी अनि यो ठाउँमा अहिले यति नै बरु पछि मोमोहरू होइन पछि ट्राई गरौँला अहिले त सुँगुर नै खाने मन थियो खाइयो सो फर दिस टाइम त्यसको लागि यति नै थ्याङ्क यू सो मच यो हो क्या यो विशेष नेवारी खाजा घर भन्ने छ कि पछाडिको भाग हो अगाडिको मैले अहिले देखाउँछु कस्तो लाग्यो एकदम मिठो छिटो होइन है चिकन छिटो सिद्धियो क्या फेरि त्यही हो छिटो सिद्धिनुको कारण चाहिँ हामी दुबै अति मासु लाने भएर हो कि एकजना अलिकति मासु लाने निक गर्ने जस्तो लिएर हिँड्न पर्छ कि यस्तोमा चाहिँ होइन ए भयो यार भन्ने जस्तो कि हामीलाई जति गरे पनि भयो भन्ने हुँदैन नो पाप लाग्छ जस्तो लाग्छ क्या आफूलाई सानैबाट पहिलेबाट होइन सानैबाट मासुमा चाहिँ पाप लाग्छ कि त्यही भएर हो खाएको ठाउँ चाहिँ यही हो यो चाहिँ अर्को खाँचा मन्स लाइन यता टुडी खेल्छ यता होइन टुडी खेलबाट सिधा आउँदाखेरि नेवारी खाँचा घर भनेर चल्यो नि भनिदिन्छ